हरेक व्यक्ति आफ्नो जिन्दगीमा सफलता प्राप्त गर्नलाई चाहन्छ। त्यसको लागि मेहनत पनि गरेकै हुन्छन्, तर ती सबै व्यक्तिहरू सफल हुन भने सक्दैनन्। यसको प्रमुख कारण हो उनीहरूको सोच र मानसिकता। वास्तवमा आफ्नो सोचलाई परिवर्तन गर्न सक्ने हो भने जिन्दगीलाई सजिलै परिवर्तन गर्नलाई सकिन्छ। हो मित्र, सफल व्यक्ति र असफल व्यक्तिहरू बीचमा केही फरक हुन्छ भने त्यो उनीहरूको सोच। वास्तवमा हामी जसरी सोच्दछौँ त्यही अनुसार हाम्रो जिन्दगी पनि अगाडि बढिरहेको हुन्छ। त्यसैले यदि हामीले सकारात्मक सोच राख्न सक्यौँ भने हामीलाई चौतर्फी सकारात्मक पक्षहरू नजर आउँछ। हामीभित्रको निराशपना र असफल हुने डरको अन्त्य पनि हुन्छ। आत्मविश्वासको वृद्धि हुन्छ, निर्णय गर्ने क्षमतामा सुधार हुन्छ, समस्याको समाधान गर्ने क्षमताको विकास हुन्छ, मानसिक तनावको कमी हुन्छ, स्वास्थ्य राम्रो हुन्छ। वैज्ञानिक सिद्धान्त अनुसार पनि हाम्रो मस्तिष्कले जुन प्रकारको सोच राख्दछ त्यही अनुसारको न्युरल नेटवर्कहरू निर्माण गर्ने गर्दछ। त्यसैले मित्र, यदि हामीले बारम्बार नेगेटिभ सोच राख्यौँ भने हाम्रो मस्तिष्कले त्यसलाई स्वीकार्छ र हामीलाई बिस्तारै बिस्तारै नेगेटिभ बनाइदिन्छ। त्यसैले जरुरी छ हाम्रो सोचबाटै नेगेटिभको अन्त्य गर्न। हो मित्र, यदि तपाईँ पनि आफ्नो नेगेटिभ सोचको अन्त्य गरी जिन्दगीलाई बदल्न र सफलता प्राप्त गर्न चाहनुहुन्छ भने यी केही टिप्सहरूलाई आफ्नो जिन्दगीमा लागू गर्नुहोस्। एक दिन अवश्य सफल बन्नुहुनेछ। आउनुहोस् सुरु गरौँ। नम्बर 1, आत्मसुझाव अथवा अफर्मेसनको प्रयोग गर्नुहोस्। वास्तवमा अफर्मेसन गर्नाले हामीभित्र एक किसिमको पोजिटिभ शक्तिले उत्पन्न गरिदिन्छ। आफ्नो कमजोरी पक्षलाई सुधार गर्ने प्रेरणा मिल्छ। असफलताको बोझ बढिरहँदा पनि सफलताको लागि कार्य गर्न प्रेरित गरिरहन्छ। त्यसैले मित्र, हरेक बिहान उठ्न साथ सकारात्मक अफर्मेसनलाई आफूभित्र प्रवेश गराउनुहोस्। त्यसको लागि आफैले भन्नुहोस्, म सक्षम छु, म निरन्तर सिक्दैछु, म निरन्तर अगाडि बढिरहेको छु, म जे चाहन्छु त्यस चिजलाई प्राप्त गर्न पनि सक्छु। यस्तै पोजिटिभ अफर्मेसनलाई बोल्न थाल्नुहोस्। यसो गर्नाले तपाईँको मस्तिष्कलाई सिग्नल मिल्छ अनि आफैले त्यस कार्य गर्न योग्य देख्नुहुनेछ। यसको साथै मेडिटेसन र योगाको ह्याबिटले बनाउनुहोस्, जसले गर्दा तपाईँको मनलाई शान्त बनाइरहन्छ। आफ्नो मन मस्तिष्कलाई कन्ट्रोल गर्न सहज बनाइदिन्छ, तनावको कमी गराइदिन्छ, नकारात्मक सोच हटाउन सहज हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो सोचमा पनि कन्ट्रोल गराइदिन्छ। त्यसैले मित्र, यदि तपाईँले आफ्नो सोच बदल्न चाहनुहुन्छ र सफलता प्राप्त गर्न चाहनुहुन्छ भने अफर्मेसन र मेडिटेसन गर्नलाई सुरु गर्नुहोस्। नम्बर 2, असफलतालाई सिकाइको अवसर मान्नुहोस्। वास्तवमा असफलता भनेको अन्तिम गन्तव्य होइन, सिकाइको अवसर हो। यदि यो कुरालाई हामीले स्मरण गर्न सक्ने हो भने हामीले आफ्नै गल्तीबाट धेरै कुराहरू सिक्न सक्छौँ। सिकेको कुरालाई आफ्नो कार्यमा लागू गरेर आफैलाई बदल्न पनि सक्छौँ। थोमस एडिसनले पनि बल्बको आविष्कार गर्दा धेरै समस्यासँग जुझ्नु परेको थियो। एडिसनले हजारौँ पटकको असफलताको पीडालाई सहनु परेको थियो। तर जब उनीसँग प्रश्न गरियो, यत्रो पटकसम्म पनि किन हरेस मान्नु भएन, त्यो समयमा एडिसनको जवाब थियो, मैले यस्तो 1000 तरिका पत्ता लगाएँ जुन तरिकाबाट बल्ब नबन्ने रहेछ। ओ मित्र, यदि हामीले पनि आफ्नै सोचलाई पोजिटिभ बनाउन सक्ने हो भने यस्ता हजारौँ बाटोहरू देख्ने रहेछौँ जुन नेगेटिभ हुँदा देख्न नसक्ने रहेछौँ। यसरी अरूको जिन्दगीबाट प्रेरणा लिएर विभिन्न तरिकाबाट ज्ञान आर्जन गरेर सफल व्यक्तिहरूको अनुभवबाट पनि आफ्नो लागि जरुरत परेको पोजिटिभ कुरा लिन सक्छौँ, जसको माध्यमबाट आफ्नो सोचलाई बदलेर जिन्दगीलाई सफलताको सिँढीतर्फ बढाउन सक्छौँ। नम्बर 3, सफलताको निम्ति रणनीति बनाउनुहोस्। यदि तपाईँ आफ्नो सोचलाई बदल्न चाहनुहुन्छ भने
अबदेखि सबैभन्दा पहिला एउटा स्पष्ट लक्ष्य बनाउनुहोस्। त्यस लक्ष्यको निम्ति समयको व्यवस्थापन गर्दै कार्य गर्नलाई सुरु गर्नुहोस्, किनकि समय नै एउटा यस्तो चिज हो जसले तपाईँलाई हरेक समय केही न केही सिकाइरहेको हुन्छ। त्यसको लागि तपाईँलाई के काम गर्नुपर्ने हो, कसरी गर्नुपर्ने हो पत्ता लगाएर आफ्नो महत्त्वपूर्ण कार्यलाई प्राथमिकता दिनुहोस्। निरन्तर कार्यमा लागिरहनुहोस्। आत्मअनुशासनको पालना गर्दै कार्य गर्ने ह्याबिटको विकास गर्दै आफूभित्रको अल्छीपनाको अन्त्य पनि गर्नुहोस्। कहिलेकाहीँ आफूले सोचेको जसरी कार्य नहुँदा मन आत्तिन्छ, असफल बन्छु कि भन्ने डरले पनि सताइरहन्छ भने आफूभित्रको डरको अन्त्य गरी कार्य निरन्तर गरिरहनुहोस्। किनकि यदि तपाईँले सफलताको लागि योजना बनाउनु भयो भने कार्य पक्का पुरा हुनेछ, सफलता पनि पक्का मिल्नेछ। नम्बर 4, प्रेरणा लिनुहोस्। यदि तपाईँले आफ्नो सोचलाई बदल्न सक्नु भइरहेको छैन, कार्य गर्ने मोटिभेसनको कमी भइरहेको छ, कार्यबाट बारम्बार भड्किरहनु भएको छ, नकारात्मक सोचले सताइरहेको छ भने अबदेखि सफल व्यक्तिहरूको जिन्दगीबाट प्रेरणा लिन सुरु गर्नुहोस्। यस्ता कैयौँ व्यक्तिहरू छन् जोसँग केही पनि थिएन, पढ्ने वातावरण पनि थिएन, कार्य गर्ने वातावरण पनि थिएन, सफल हुने निश्चित नै थिएन, फेरि पनि आफ्नो सकारात्मक सोचले इतिहास नै बनाइदिए। हामीले त्यस्ता व्यक्तिहरूबाट प्रेरणा लिएर आफैले मोटिभेट गर्न सक्छौँ। यस्ता कैयौँ व्यक्तिहरू छन्। त्यसमा एक महान व्यक्ति हुन् भारतका पूर्व राष्ट्रपति विशाल म्यान एपीजे अब्दुल कलाम, जुन एक गरिब परिवारमा जन्मिएका थिए, तर उनको मेहनतले, सकारात्मक सोचले, केही गर्नैपर्छ भन्ने हुटुटीले एक महान व्यक्तिलाई जन्माइदियो। आज विश्वले उनलाई सम्मान गरेको छ। निरन्तर कार्य गर्ने सकारात्मक सोचले नै उनलाई त्यस स्थानमा पुर्याइदियो। त्यस्तै अर्का व्यक्ति हुन् एलन मस्क। एलन मस्कले नयाँ पुस्तालाई त्यो उपहार दिएका छन् जुन आजसम्म कसैले पनि दिएका छैनन्। उनको सकारात्मक सोचले नै पेपल, टेस्ला र स्पेस एक्सको जन्म भयो, जुन आज अविश्वसनीय नै भइरहेको छ। हो मित्र, यदि तपाईँले पनि आफ्नो सोचलाई परिवर्तन गर्न सक्नुभयो भने तपाईँको ह्याबिट बिस्तारै बिस्तारै बदलिनेछ। त्यही बदलेको ह्याबिटले तपाईँको जिन्दगीलाई नै परिवर्तन गरिदिनेछ। तपाईँले त्यस्ता अनगिन्ती बाटोहरू देख्नुहुनेछ जुन बाटोहरूले तपाईँलाई पक्का सफलता दिलाइदिनेछ। त्यसैले मित्र, तपाईँको सोचले नै तपाईँको जिन्दगीलाई यथार्थ बनाइदिन्छ। त्यसैले आफ्नो जिन्दगीमा सकारात्मक सोच ल्याउनुहोस्, आफ्नो कार्यको लागि सोच बनाउनुहोस्। जिन्दगी अवश्य बदलिनेछ।